Hey guys, good morning. So आज चाहिँ बुढी र म मन्दिर जाँदैछौँ। मन्दिर चाहिँ यहाँदेखि लगभग 30 किलोमिटर छ। सो हामीलाई पनि ड्राइभमा 30 मिनट जति लाग्छ होला। लेट्स गो। बाहिर चाहिँ मजाको पानी परिरहेछ। आज यस्तो पानीमा चाहिँ हामी मन्दिर जाँदैछौँ। छाता ओढेर हिँडिरहेछौँ हामी। पूजाको सामान त्यहाँ छ अनि त्यो चाहिँ अहिले ब्यागमा हाल्न छ। ब्याग चाहिँ गाडीमा छ। छाताले माथि गर न बुढी। हामी चाहिँ भर्खर मन्दिर पऱ्यौँ। हल्का सिमसिम पानी परिरहेछ। गाडी चाहिँ उता पार्क गरेछौँ। यो मन्दिर पहिला त अहिले फेरि रिनोभेट हुन लागेको रहेछ मन्दिर। यस्तो छ। बुढी यहाँ हिँडिरहेको छ। यो चाहिँ मन्दिर। यहाँ बाहिर चाहिँ जुत्ता सबै राखेर अब हामी भित्र जान्छौँ। सो हामी चाहिँ भर्खरै पूजा गरेर बाहिर निक्ल्यौँ। मन्दिरभित्र चाहिँ फोटो भिडियो केही गराउनु पाउँदो रहेछ। त्यही भएर चाहिँ हामीले क्यामेरा फोन केही निकालेनौँ। अनि अहिले चाहिँ हामी भर्खरै पूजा गरी भ्याएर चाहिँ बाहिर कारमा जाँदैछ। हाम्रो कार उता पार्क गरेछौँ। अनि यसपछि चाहिँ हामी उता नास्ता खान जाने भने चाहिँ हेरौँ जान्छौँ कि नै। अलिक पानी परिरहेको छ अझै पनि। त्यसको सो हामीले चाहिँ पूजा गरी भ्याएर चाहिँ अब नास्ता खान जाँदैछौँ। छाता अलिक माथि जानु पऱ्यो। अनि यहाँको क्याफेटेरिया चाहिँ उता अगाडि छ जस्तो मानेछ। अस्ति नै एकचोटि आएको बेला चाहिँ त्यतै भयो जस्तो मानेछ। अब गएर हेर्छौँ कहाँ छ। अनि त्यसपछि त्यहाँ चाहिँ म्याक्सिमम् चाहिँ इन्डियन डिसेसहरू पाइन्छ। हामी चाहिँ यहाँ मन्दिरको क्याफे पुग्यौँ भर्खरै। यहाँ छ एचएसबी क्याफे। लेट्स गो। हिँड न। यो चाहिँ क्याफे। हामी चाहिँ अब त्यहाँ गएर अर्डर गर्छौँ के खाने। अब हेर्छौँ के खान्छौँ। के खाने अरे हामीले थाली स्पेसल र हाम्रो के भनेको दही बडा चाहिँ भर्खर आयो। र अब चाहिँ खान्छौँ। सो अब चाहिँ पूजा पनि गऱ्यौँ नास्ता पनि खायौँ। अब चाहिँ हामी घरतिर जानु लाग्यो। सो सी यू अन नेक्स्ट भिडियो गाइज।